चाहिँ हामी 3 जना कहाँ आएका छौँ थाहा छ मदन भण्डारी पार्कमा यहाँ आएका छौँ क्या होला 2 जना म्याक्स होइन आएका छौँ अनि आएर बस्यौँ हामी 3 जना भ्यालेन्टाइन्स डे आउँदैछ नि त अनि हाम्रो चाहिँ अब हामी 3 जना नि हौँ अनि अब आयौँ होइन अनि बस्यौँ अनि आनन्दमा बस्दा चाहिँ आनन्द भयो कति हिँडेर आएको होइन 15-20 मिनट हिँडेर 10 मिनट यसले खाइ पर्केर यसलाई कल गरेर पैसा यति सक्यो भन्न तेरो नाकबाट ह्याङ्की नि कहाँ झारे कहाँ उसले चाहिँ ह्याङ्की कहाँ झारे भन्दै चाहिँ भरे उसकै ब्यागबाट निस्किन्छ त्यो थाहा भएकै कुरो अनि यहाँ चाहिँ पेमाजी मक्ख भरेर बस्नु भइरहेछ अनि हामी चाहिँ यहाँ आयौँ है गाइज अब यसो बसिरहेको छौँ अनि त्यहाँनिर पुल छ क्या त्यहाँ पनि अहिले हामी जान्छौँ अनि देखाउँछौँ भन्दै चाहिँ के देखाउँछ पुलमा हामी कसरी हिँड्छौँ भनेर देखाउँछौँ हामी कति राम्रो आहा रुसिका जस्तै छ त्यो पुल चाहिँ अनि गाइज अनि पछाडि चाहिँ यस्तो छ आनन्द छ यसलाई चाहिँ आनन्द भयो अरे आनन्द सुनसान छ आनन्दै छ ल धन्न यो खोला गनाउँदैन धन्न यो खोला गनाउँदैन होइन नभए यो खोला रुसिकाको फेभरेट हो यस्तो गनाउँदैन अब चाहिँ हामी गएका होइन अब क्लास जान ल यताबाट बिचमा उ त्यो पुल यतैबाट छिटो हुन्छ अनि अब हामी चाहिँ कस्तो कालो आयो ल राम्रै आयो अब हामी चाहिँ जाँदैछौँ होइन गाइस अनि पार्कबाट यहाँ चाहिँ खोला छ होइन अनि यहाँ चाहिँ यस्तो मजाले पानी झरिरहेछ क्या अनि त्यहीमा चाहिँ ऊ त्यहाँ चाहिँ रुसिका ऊ त्यहाँ चाहिँ त्यो फोटोवाला बाँदर हो रियलवाला पो हेर्दै म त रियलवाला सोचिरहेको थिएँ तर यो फोटोवाला रहेछ गाइस किन कसलाई राख्यो पेमाको घरमा चाहिँ रियलवाला बाँदर छ अरे होइन त्यसै पेमालाई म बाँदर भन्छु के अरे अनि गाइस यहाँ चाहिँ पेमा चाहिँ नाच्दै कुद्दै थिइन् अगाडि देखाइदिन्छु म गाइस साग रहेछ र यो साग होइन अनि यहाँ चाहिँ केटाकेटीहरूको खेल्ने छ हाम्रो तालपारो भने हामी तर त्यहाँ ताला लागेको छ कसरी सो द्याट्स वाइ वी आर नट अलाउड हियर सभ्य नागरिक बाँदर अब ये 2 कौड़ी का बाँदर बताएगा कि कैसे हमें सभ्य नागरिक बनना है पिङ खाली भएछ ओइ खेल्ने हो एकचोटि हान्दिउँ न ल गाइस अब हामी चाहिँ पिङ खेल्ने हो क्या यही राख्न 3 जना खेलौँ यहाँ फोहोर छ होला गाइस यस्तो छ क्या जा बस म बस्दिनँ है उठेरै नि बस कसरी खेल्ने नि थाहा भएन चली कता बेइज्जतीहरु गाइस देखो ये दोनों को देखो मजा आयो अरे म देखाइदिन्छु तिमीहरू खेला न खेल्छु अहिले गाइस मम्मी प्यान्टहरू तान्दैछु
खेल तिमी ल ल अब चाहिँ यहाँ महानुभावको पालो है अनुहार मात्रै देख्नु। म देखा तपाईँले हल्लाइदिने मान्छे चाहिँ पछाडि हुनुहुन्छ ओए कहाँ देख्ने हो? ए बस न भुइँमा बस्दै उभिने लाग्दैन रहेछ खै चट्टा लगाएर है ल ल ल गाइस कस्तो मजा आयो। सही सही मेरो लाग्यो गाइस कितना मजा आ रहा है। हामी चाहिँ बच्चाभन्दा कम छैनौँ है हामी यस्तै हो मान्छे मात्र ब्याचलर पढ्ने हो है बानी बेहोरा त बच्चाकै छ हामी A few moments later. गाइस फाइनल्ली खेलिसकेर अब हामी जाने ओइ ढिलो हुन्छ होला हामीलाई टिफिनमा आएको हामी होइन अलिकति सरले चाँडो छोडिदिएर आमा पेमा बङ हान्ने कुरा गरिरहेको थियौँ तर ऊ नि सुरुमा पुग्छिन् चार आउनु भयो गाजै होइन चाबाकै कुरो हो पेमाको ल हामी 10 मिनटमा पुग्छौँ ल यस्तो हिँड्ने हो हामीले यहाँ अलिक 5 मिनट वेस्ट गऱ्यौँ क्या अहिले पनि भएन त्यसले हो र भन्दै थियो यताबाट ल अब हामी पुलबाट जाने तैँले के भने कि ऊ त्यसले हो र भन्नु क्या त्यो चुरो टान्नेले अनि तैँले मैले के हामी ढिलो गऱ्यौँ भन्दा त्यसले हो र 5 मिनट ढिलो गऱ्यौँ भन्दा त्यसले हो र भन्नु अनि त्यसले पिङ्केलिम भन्यो यसले सो गाइस हामी चाहिँ माथि के अरे यो पुलबाट जाँदैछौँ तर कस्तो डर रहेछ हौ हल्लिने खालको छैन मजै आएन चुप्पलाई कस्तो मजा आउँछ ल यहाँबाट ओर्लिँदैछौँ यो भटभटे चाहिँ हाम्रै है रोयलवाला होइन पेमालाई राख्छु चलाउने कसले म उता लगेर हानिदिन्छु नि अनि मजा आउँछ मलाई ओए सिङ्गल हिँड्नुमै भ्यालेन्टाइन डे आइसकेको छैन नि गाइस आयो कस्तो कालो आयो है यस्तो यो त उल्टो पर्छ नि त सो गाइस अब चाहिँ कालो आयो होइन अब यही हो जहिले कलेज आउने जाने यस्तो के भ्लग बनाइराख्नु भनेर म चाहिँ बनाउनु मार्छ होला हौ यसले हेर न ताने कि गाडी आयो अनि जहिले यही कलेज आइराख्ने गइराख्ने मात्रै हुन्छ क्या हाम्रो चाहिँ अनि अब जहिले एउटै कन्टेन्टमा कति भ्लग बनाइराख्ने कुरो त्यहाँ पनि हो अनि त्यस पछाडि ल त्यो देखाइदिनु अरे गाइस अनि त्यस पछाडि के भन्नु अब लगाइ राम्रो रे है अनि अब त्यही एउटा मात्रै हुन्छ मिल्ने रहेछ नि ऊ बच्चाहरूको जाऊँ न बङ्क हान्ने भन्दै थियो अहिले ढिला भइसक्यो उसलाई अनि हामी अनुसार अनि ढिलो भए पनि पुग्छौँ गाइस पिरियड सकिन आँट्दा पनि पुग्छौँ हामी टेन्सन छैन अनि यहाँ चाहिँ सबै बाटो बनाइरहेका छन् क्या जतै पनि अनि यो रुसिका चाहिँ होइन गाइस यसको नाम चाहिँ दुईटा छ क्या अनिसा पनि छ क्या अनि अब अनिसा भन्दा मनै लाग्दैन अनि अब अर्को पनि छ होइन त्यो चाहिँ म मात्रै बोलाउँछु मैले मात्रै भन्ने हो क्या होइन कि अरूले पनि पाउँछ नि सुनाइदिउँ
लगायत यहाँ चाहिँ भर्खर के भन्छ यो प्लास्टर कि के गरेर रहेछ होइन अनि मैले चाहिँ किचिदिएँ भने छैन किनकि मेरो बानी चाहिँ नगर भन बानी होइन हरकत के हो त्यही जे नगर भने त्यही भइहाल्छ क्या अनि कति कुद्छ हौ यता उता भने चुप लागेर हिँड्न माक्स नाकबाट चरा झरिसक्यो हाम्रो च्यातेर कराई गर्छु मलाई